भर्खरै काममा आइपुगेको होइन भर्खरै अर्डर आएर बसिरहेको रहेछ यो अर्डर चाहिँ क्यान्सल भयो किनभने ब्रेड छैन हामीसँग मर्निङमै यो भेज स्यान्डविच चाहिँ हुन्छ किनभने दुईवटा मात्रै जान्छ नि भेजमा चाहिँ त्यही भएर हुन्छ है त भर्खरै कोट लाग्यो अर्डर आएपछि रहेछ भर्खरै आइपुगेको काममा भर्खर टी सर्ट खोलेको हेलो एभ्रिवान गुड मर्निङ वेलकम टु माई ब्लग सबजनालाई स्वागत छ मेरो ब्लगमा म चाहिँ भर्खरै उठेँ होइन उन त अघि नै उठेको हो म टक्क लाएर फ्रेस भएँ अनि टक्क लाएर अनि यहाँ मन्दिरमा पानी सानी चेन्ज गरिदिएँ यो भाँडा धोइदिएँ अनि त्यसपछि धुपबत्ती बालिदिएँ अनि अहिले भनेको चाहिँ म लुगा सुगा चेन्ज गरेर टक्क लगाएर अनि जुत्ता सुत्ता लगाएर चाहिँ म चाहिँ काममा निस्किन आँटेको होइन अब्बर फोरी देखिरहेको थियो कपालले गर्दा कपाल चाहिँ काट्नुपर्ने भएको छ कपाल चाहिँ म काट्छु अहिले अलिकति टाइम नमिलेको भएको हुनाले चाहिँ कपाल काटेको छैन त्यही हो म चाहिँ अब काममा जान लाग्यो है त अब यसो बाटोतिर भेटौँला अनि बाटोतिर भेटेपछि यसो सिधै कामतिरै भेटौँला होइन त्यही हो यहाँदेखि बनाउँदा नि भ्लग अलि लामो हुनसक्छ त्यही भएर छोटो मिठो खालको भ्लग चाहिँ बनाउने दिने सोचिरहेको छु मैले है त everyone। म चाहिँ हातमा चाबी हल्लाउँदै म चाहिँ बाटोमा आइपुगिसकेँ होइन धेरै लामो भ्लग पनि बनाउनु छोटो बनाउँदै जानुपर्छ अब चाहिँ अलिक पर अलिक छिटो जानुपर्ने हुन्छ काममा चाहिँ किनभने अलिक ढिला पनि हुनसक्छ ढिला त कहिले पनि हुँदैन म आजभोलि जहिले एकुरेट टाइममा पुग्छ काममा चाहिँ है त्यही हो है त म अलिकति त अलिक पर गइसकेँ भेट्छु म चाहिँ फाइनली मन्दिरमा आइपुगिसकेँ होइन मन्दिरमा आएर भिडियो गर्दैछु म हजुरहरूको चाहिँ के छ नयाँ हालखबर सुनाउनु होला मेरो त्यस्तै चाहिँ टक्क लाएर बिहान टक्क मन्दिरमा दर्शन गऱ्यो त्यसपछि चट्ट लाएर कामतिर चल्दियो म चाहिँ काममा आइपुग्दा चाहिँ मेरो काम चाहिँ उति नै थियो उहीँ पर हो है त मेरो काम चाहिँ अब 2 मिनटमा पुगिहाल्छ फाइनली भेज स्यान्डविच पनि रेडी भइसक्यो होइन टक्क लाएर अब चाहिँ हाम्रो पिकअप हुँदैछ यो अर्डर चाहिँ चट्ट लाएर हाम्रो चाहिँ फेरि बिहान आजभोलि चाहिँ स्यान्डविच आउने अलिक ट्रेन चलिरहेको छ क्या बिहान आउनु नपाउँदै स्यान्डविच आउँछ नि ब्रेकफास्ट चाहिँ फेरि मर्निङमा चाहिँ ब्रेकफास्ट चाहिँ कहिले आउँदैन हेल्दी चिज चाहिँ जुन यो नन हेल्दी हुन्छ जुन चिल्लो यस्तो चिजहरू फेरि बिहानै हुन्छ नि पानी नखाइकन अर्डर आउँछ कि हाम्रोमा चाहिँ हिजोले मैले भन्नुपर्दा नि मैले पनि पानी नै खाएको छैन क्या सिधै काम आउने सामानहरू रेडी गरेर टक्क लाएर यो पनि सकिसक्यो हिजोको अलिकति थियो यो पनि सक्यो होइन लेटेस्ट त अब नसक्ने हुन्छ एकचोटि मगाएर मैले फ्रेस बनाएर राख्छ होइन त्यो चाहिँ कहिले पनि नबिग्रिने हिसाबमा मतलब 15-20 दिन 1 महिनासम्म पनि मस्त यस्तो नै हुन्छ कि लेटेस्ट चाहिँ अनि टक्क लाएर माइनेस पनि सकिसक्यो माइनेस पनि बनाउनु पर्ने छ आजको फर्स्ट अर्डर नै स्यान्डविच रहेको छ एउटा स्यान्डविच चाहिँ क्यान्सल पनि भयो चिकन स्यान्डविच छ किनभने भेजमा 2टा चिकनमा 3टा अनि क्लबमा चाहिँ 4वटा ब्रेड पठाउने गर्छौँ किनभने मसँग चाहिँ अहिले 2टा मात्रै ब्रेड थियो ब्रेड मगाएको छ तर आउँछ होला आएपछि होइन फेरि बर्गर बनाएको त बर्गर चाहिँ थियो बिहान पनि बर्गर बन्छ स्टकमै हुन्छ कि फेरि त्यही हो है त अलिपछि भयो होला अहिले फाइनल चटरलाई माइनेज पनि बनाइसक्यो होइन लुकुटिस माइनेज पनि बनिसक्यो मैले माइनेज मिक्सरमा बनाइदिन्छु जहिले फाट्छ कि काम गरेको 8-9 वर्ष हुन लागिसक्यो जहिले फाट्छ भनेको मिक्सरमा मैले बनाएँ भने चाहिँ ह्यान्डमेड बनायो भने चाहिँ फेरि पर्फेक्ट 100मा 100 बन्छ होइन माइनेज चाहिँ बब्बाले बन्छ फेरि ह्यान्डमेड चाहिँ मिक्सरमा त जहिले फाट्छ मैले चाहिँ बनाइसकेँ अब यसमा भेट अरू काम वाइल्ड काम छ अहिले चाहिँ टक्क लाएर मैले मिजाहरू चाहिँ रेडी गरिसक्यो यो साइड सलाद भइहाल्यो यो जिजी पेस्ट त हिजोकै हो यो बटर पनि अब जहिले पनि हिँड्नै भइहाल्छ होइन यो हट सस भइहाल्यो अनि त्यसपछि भनेको चिल्ली ओइल भइहाल्यो यो मोमो सस भइहाल्यो सबै भरिसक्यो यो चाहिँ गार्लिक चप यो चाहिँ पुरै खलास भइसक्यो यति सकाएर चाहिँ यो भाँडा धोएर चाहिँ अर्को नयाँ हाल्नुपर्छ नि यो चप गरिसक्यो मैले चाहिँ होइन अनि त्यसपछि कोरिएन्डर भइहाल्यो स्प्रिङ ओनियन भइहाल्यो टक्क लाएर धेरै काम छ भन्थ्यो अनि मैले टक्क लाएर हानेको चाहिँ यो डिस बोइल भेज पनि बोइल गरिदिइसक्यो अनि अर्को कुरा भनेको फेरि मैले चिल्ली भेज पनि टक्क लाएर पुरै तरिकाले मैले काटेर फुल एन्ड फाइन तरिकाले टक्क लाएर राखिदिइसक्यो माइनेज चाहिँ देखाइसक्यो होइन अनि अर्को कुरा भनेको यहाँनिर यो चाउमिन नुडल्स भेज काट्नुपर्ने छ तर मैले चाहिँ काटेको छैन किनभने 1% चाहिँ यो गइसकेपछि मात्रै काट्नुपर्ने हुन्छ यसलाई काटेर एकै ठाउँमा म्याक्स गऱ्यो भने चाहिँ होलै बिग्रिने सम्भव हुन्छ किनभने त्यो अलिकति त्यसले गर्दा नि अरू बिग्रिन सक्छ किनभने त्यो हिजो काटेको आज त्यसलाई जसरी सघाउनै पर्ने हुन्छ त्यसपछि त्यो सकिने बित्तिकै नयाँ काटिदिनेछु अनि टक्क लाएर फेरि खाना पनि पाक्दैछ यो खाना पनि पाक्न लाग्यो यो चाहिँ हामी चाहिँ 7-8 जना हुन्छ खाना खाने चाहिँ 7-8 जनाको लागि चाहिँ खाना बनाउनु पनि हुन्छ होइन बेलुका त खासै हुँदैन बिहान चाहिँ अलिक धेरै हुन्छ टक्क लाएर तरकारी पाकिसक्यो भन्दा नि हुन्छ चाहिँ टक्क लाएर राइस पकाउनु पर्ने छ राइस पाकिसकेपछि चाहिँ फुल एन्ड फाइन तरिकाले चाहिँ हाम्रो खाना पनि रेडी हुन्छ मेरो टक्क लाएर यो मिजाहरू गर्ने कामसाम चाहिँ लगभग सकिसक्यो अब राइस हेर्नु पनि छ राइस र नुडल्सहरू अनि टक्क लाएर यताउता हेर्नु पर्ने छ के बोइल गर्न पर्ने छ भनेर
हामीले बोइल गर्नुपर्ने हुन्छ होइन फेरि पर्दैन होइन त्यही भएर त अहिले पछि भेटौँला फेरि भेटौँला नि त फेरि अर्को काम पनि गरिसक्यो भने मैले त्यो काम चाहिँ गर्न बिर्सिरहेको रहेछ यो चाहिँ हाम्रो स्यान्डविच बर्गरको सलाद हो होइन टक्क लाएर यो डिस मैले काटिसक्यो अब यो काटेर फ्रिजमा हालिदिनु पर्ने हुन्छ मेरो अहिलेको लागि चाहिँ फुल एन्ड फाइनल तरिकाले काम सकिसक्यो अब भनेको अर्डर हान्ने काम हो सब मिजा सिजा सब रेडी गरिदिइसकेँ मैले अब भनेको यो मिजा सकेको खण्डमा मात्रै मैले मिजा रिपेयर नेक्स्ट टाइम काट्ने हो होइन टक्क लाएर यहाँनिर हाम्रो खाना पनि पाक्दैछ खाना पाकेपछि खानासाना पनि खानुपर्ने हुन्छ मेरो चाहिँ अब चाहिँ काम सकियो एकछिन म चिजमा बस्छु धेरै काम गरिसकेँ है त मैले आज ओके अहिलेपछि भेटौँला के हुन्छ हेर्दै जाउँला लास्टसम्म जोडिरहनु होला बाई अघि भर्खरै काम छैन भनेर भ्लग अहिलेपछि बनाउँछु भनेको फेरि काम आइसकेको छ हेर्नु न मुस्ताङ आलु त बनाउनु त बिर्सि नै रहेको रहेछ होइन मैले चाहिँ मुस्ताङ आलु धोएर काटेर पनि यसलाई टक्क लाएर नुनसुन हालेर बोइल गर्नलाई छोडिदिइसक्यो आँको पनि बलिरहेको छ होइन हेर्न सक्नुहुन्छ चट्ट लगाएर खानासाना पनि कम खानुपर्ने हुन्छ चट्ट लगाएर हाम्रो चाहिँ बर्गर अर्डर रेडी भइसक्यो होइन भर्खरै बर्गर अर्डर आइरहेको थियो त्यो टक्क लगाएर रेडी भएर पिकअप पनि भइसक्यो टक्क लगाएर ल भाइ बर्गर लगिदियो मेरो भाइ युवान बर्गर है हाम्रो चाहिँ चट्ट लगाएर बब ससेस रेडी भइसकेको छ अर्डर पिकअप हुँदैछ वफाइल लुक्स अर्डर रेडी भइसक्यो वफाइल लुक्स अर्डर रहेको छ हाम्रो यो पनि याफवान है त वफाइल लुक्स तर अलिकति कम स्पाइसी है अनि याफवान हो है त अब अर्को अर्डर भनेको एउटा मात्रै बाँकी रहेको छ यो भनेको मुस्ताङ आलु है फाइनली मुस्ताङ आलु पनि भइसक्यो लुक दिस मुस्ताङ आलु रहेको छ भने D9 मुस्ताङ आलु रहेको छ है भाइ ल लिएर जाऊ टक्क पारेर सट्ट पारेर लिएर जाऊ भइसक्यो अब अर्डर होइन यो अर्डर सक्यो कर्न है त ल कर्न रेडी भयो स्विट कर्न D4 होइन मेरो भाइ पिकअप द अर्डर ओके चिकन चिल्ली रेडी भयो भाइ दुईवटा चिकन चिल्ली रेडी भयो एउटा चिकन चिल्ली रहेको छ कति हो यो डी कति हो D9 हो हजुर एउटा D4 एउटा D9 है त अझै फाइनली कामसाम भक्करी सक्यो होइन टक्क लगाएर अब चाहिँ मैले भ्लग क्लोज गर्न आएको हो म चाहिँ गर्मी भइसक्यो वाइले नै भात पनि खाइदिने यही बेलामा टक्क लगाएर हाम्रो पाक्दैछ मासु पर्छ टक्क लगाएर भनिदियो भने अब टक्क हाम्रो काम गर्नु सकिदिएको भर्खरै कोट चेन्ज गरेको 9:30 पनि बढी भइसक्यो आज काम गर्दा आज लगभग 10 पनि क्रस हुन्छ यताउता गर्दाखेरि त्यही हो आजलाई बाई गुड नाइट सी यू टुमरो टक टु लेटर नेक्स्ट भ्लगमा भेटौँला एभ्रिवानहरू सबजनाले माया देखाइदिनु होला होइन त्यही हो है त आजको लागि चाहिँ यति नै हो लभ यु मोर एभ्रिवान बाई बाई यसो गर बाई